हेलो सबैलाई नमस्ते। म आज यहाँ मेरो कोठामा बसिरहेको छु। बाहिर घाम छ कि पानी छ कि बादल छ त्यो थाहा छैन, तर मनमा एउटा कुरा खेलिरहेको छ आज हैन। त्यो चाहिँ अब नेपालको राजनीति, नेपालको अब त्यो हुन्छ नि अहिलेको चलबल आएको राजतन्त्रको बारेमा। तर मलाई अब खासै कुरा पनि थाहा छैन। अब मोबाइल हेर्छु चाहिँ त्यही आउने हैन। अब टिकटकमा त्यही आउने, राजतन्त्रको कुरा आउने, अब राजतन्त्र आयो रे भन्ने नाराहरू जुलुसहरू आउने। अब त्यस बारेमा चाहिँ अलिकति कुरा गरौँ भनेर आएको होइन। म जस्तै तपाईँहरूलाई पनि कतिलाई थाहा नहुन सक्छ। आउँ सँगै बसेर यस बारेमा कुरा गरौँ। सबैभन्दा त मलाई यो कुरा अलमल्ल लाग्छ होइन। नेपालमा किन यति धेरै राजनीतिक अस्थिरता छ? ल हेरौँ, 2062-63 को जनआन्दोलनपछि राजतन्त्र गएर गणतन्त्र आयो, ठिकै छ। तर त्यसपछि सरकार कतिचोटि परिवर्तन भयो, कतिचोटि फेरियो, हिसाब नै छैन। कोही भन्छन् 13 पटक, कोही भन्छन् 15 पटक। म त सानो थिएँ, याद पनि खासै छैन। तर अहिले सुन्दा लाग्छ हाम्रो नेताहरू त सरकार बनाउने र भत्काउने खेलको च्याम्पियन पो रहेछ। अहिलेको कुरा गरौँ, आजको मिति मार्चको 25, 2025। अहिले प्रधानमन्त्री को छन् खै मलाई त ढुक्कसँग भन्न पनि गाह्रै छ। ओली फेरिए कि प्रधानमन्त्री नै छन्। अनि यो राजतन्त्र फर्काउने कुरा के हो खास? टिकटक हेर्छु, टिकटक स्क्रल गर्छु पनि पूर्व राजा ज्ञानेन्द्रको समर्थनको भिडियोहरू आउँछ। फेसबुक हेर्छु पनि त्यही अब राजनीतिको कुराहरू मात्रै आउँछ। अब के हो यो? अब भिडियोहरू भाइरल छन्। कोही भन्छ राजा चाहिन्छ, देश बिग्रियो, कोही भन्छन् गणतन्त्र नै ठिक छ, तर नेताहरू सुध्रिनु पर्छ। मलाई त दुवै कुरा सुन्दा ठिकै जस्तो लाग्छ। तर साँचो के हो, कसले भनिदिने मलाई? अनि यो भ्रष्टाचारको कुरो पनि छ। हरेक दिन कुनै न कुनै नेताको नाम ठगी काण्डमा आउँछ। सरकारी ठगी, सुन तस्करी, यस्ता कुराहरू सुन्न लाग्छ। हाम्रो देशको पैसा सबै कहाँ गयो? अस्ति भर्खर मात्रै टडकले त्यत्रो 25 करोड पनि लिएर हिँडिरहेको थियो, कहाँ लिएर हिँडेको? जनताले कर तिरेर सरकार चलाउँछन्, तर सडकमा खाल्टा छन्। हाम्रोमा त बल्ल बल्ल बिजुली पनि धेरै भएको छैन गएको। बिजुली लोड सेडिङ फेरि फर्किन्छ कि जस्तो छ। पुलमाङलाई फेरि निकाले किन हो? यो गाह्रो। मलाई त कहिलेकाहीँ लाग्छ यो सबै कुरा देखेर नेताहरू आफै पनि थाके होला नि कि? अचम्म छ। एउटा कुरा चाहिँ बुझेँ, यो सबैमा जनताको पनि हात छ। पहिला त्यत्रो राजतन्त्र फर्काउनलाई यही जनता चाहिँ सडकमा उत्रेर ज्ञाने चोर भनेकै हो। अहिले फेरि त्यही जनता फेरि राजतन्त्र चाहिन्छ, राजै नचाहिन्छ भनेर फेरि फर्केका छन्। रविको हाइहाइ गर्ने जनता फेरि रविलाई नै गाली गरेका छन्। भनेपछि यो जनताको पनि चाहिँ हात चाहिँ छ। अब केपी चोर, प्रचण्ड चोर, शेरबहादुर चोर त भन्छन्, फेरि उनीहरूले नै जितेर पठाएका छन्। अब के भन्ने, कसलाई भोट दिने हो, को चाहिँ राम्रो मान्छे हो, कसरी चिन्ने हो? म त आफै पनि दोषी छु।
अहिले अब एक्लै यो के अरे कोठामा बसेर कुरा गर्दै सोध्छु कि कहिलेकाहीँ यसो कफी खाँदै कुरा सोध्छु। तर बाहिर गएर खासै कुरा अब राजनीतिको कुराहरू यस्तो अब जान्दिनँ म होइन, जानेको जस्तो चाहिँ गर्दिनँ। मेरो एउटा दाइ हुनुहुन्थ्यो, उहाँसँग चाहिँ अब हाम्रो ठुलै बस हुन्थ्यो, दाइसँग चाहिँ राम्रो कुरा हुन्थ्यो। त्यतिखेरै नै अलिअलि राजनीतिको अलिकति चासो बढेको जस्तो चाहिँ भएको। दाइले पनि राम्रै काम गर्दै हुनुहुन्छ, राम्रो गर्नुहोस् होइन। अब विदेशकै कुरा पनि गरौँ होइन। अब यो राजनीति चाहिँ चलखेल गर्नलाई चाहिँ भारतको कुरा पनि छ भन्छ। भारतले हाम्रो राजनीतिमा हात हाल्छ कहिले, साँचो हो कि होइन मलाई अब पक्का थाहा छैन। तर हाम्रो देशको भूगोल हेर्दा छिमेकीको त चासो हुन्छ नै। अब पर्यटनमा पनि त्यस्तै, सबै कुरामा चाहिँ अब नेपाल होइन बवाल छ, त्यही भएर चासो त नहोला भन्न सक्दिनँ होला। अब यस्तो कुराहरूमा चाहिँ गएर अब चाहिँ अब खासै केही भएन होइन, थाहा पत्तो केही पाइएन मैले चाहिँ। अब भिडियो पनि लामो भयो होइन, मलाई त अझै कुराहरू होइन के हो कसो भन्ने कुराहरू धेरै बुझ्न बाँकी नै छ। अब म गुगलहरू यतात्यता गरेर होइन अब मिडियाहरू फलो गरेर चाहिँ बुझ्ने कोसिस गर्दैछु। अब नेपालको राजनीति कस्तो चलिरहेको छ, कस्तो होला भनेर होइन, त्यो अब चाहिँ अब सबैले सोच्नुपर्ने कुरा हो होइन। अब तपाईँहरूलाई अब यो बारेमा के लाग्छ होइन, सबै कमेन्टमा बताउनुहोस्। म अब फेरि अर्को यस्तै खालको भिडियोहरू लिएर आउँछु। अहिलेलाई चाहिँ बिदा दिनुहोस्।